shunu jalo zangpa mbo sharando mirabdo yin jikdin samje mishan ba jambi yang la jaja lo umara bajane de 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 umara bajane de 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 umara bajane de 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 तसेदले छाछालो लासो फाफला नमस्कार शुभ बिहानी शुभ प्रभातसँगै आज पनि सधैँ जस्तो दैनिकी शुभ अशुभ फल फलित लिएर म लामा सारी गुरु यहाँहरूको समक्ष उपस्थित भइसकेको छु 2082 साल असार 4 गते बुधबार तदनुसार 18 जुन 2025 चन्द्र पात्रोको 22औं तिथि तथा सूर्य पात्रोको कृष्ण पक्षको सप्तमी तिथि परेको छ। चन्द्र पात्रोको 22औं तिथिमा कपाल काट्नुको लागि शुभ दिन रहेको छ। यो दिनमा कपाल काट्नले भोजन प्राप्ति, जलपान समारोहमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यो तिथिमा यात्रा गर्दा मध्यम खालको फल प्राप्त हुनेछ। आजको ठोछेन आनन्दादि योग पदमा परेको रहेछ। यो योगमा गरेको कार्यबाट सोचेको पुग्ने, आफ्नो मनोकामना आकांक्षाहरू पुरा हुने र कार्यसिद्धि हुनेछ। आजको नक्षत्र शतभिका परेकोले नयाँ दिशा वा नयाँ ठाउँमा जानु, नयाँ कार्यमा प्रवेश गर्नु, जमिन खन्ने काम साथै स्थिर स्थायित्वको कामहरू गर्न उत्तम हुनेछ। आजको वर्ग काष्ठी सर्व वर्ग परेकोले यो वर्गको दिनमा गाईबस्तुहरू खरिद बिक्री गर्न, घरमा सागको पूजापाठ गर्न, भूमिदेव कुलपूजा गर्ने, ऋण तिर्न अथवा ऋण भुक्तानी गर्न, दक्षिण दिशाको यात्रा शुभ रहनेछ भने यस दिनमा लडाईँ झगडा, रुखपात काट्न, मृतकको नाममा पूजा गर्न, चिकित्साको काम, व्यापार आरम्भ गर्नु, बुहारी भित्राउनु, औषधि उपचार चेकअपको लागि अशुभ दिन रहेको छ। आजको ठोचेर योगा, आजको योग माटो जल साक्षु परेको छ। सुख शान्ति योग परेकोले मनोरञ्जनात्मक कार्यमा शुभ लाभ हुनेछ। आजको पार्खा ख्यानको दिन भएकोले पितृ पूजा राम्रो हुनेछ। गरेको कामको सफलता मिल्नेछ। गुरु, समाजसेवी, प्रतिष्ठित व्यक्तिहरूसँग भेट्ने उत्तम दिन र पुण्य लाभदायक दिन हो भने गुम्बा, अनाथाश्रम, वृद्धाश्रम जान र सेवा गर्न पनि उत्तम दिन मानिन्छ। यो दिनमा व्यापार गर्न अशुभ दिन, नराम्रो दिन रहेको छ। आज मेवा चेकरको दिनमा यदि नागको तिथि परेको छ भने यो दिन नाग पूजा गर्दा फलदायक हुन्छ भने यो दिनमा घर वरिपरि सरसफाइ, विशेष गरेर आफ्नो घर आँगन, बाटो सरसफाइ गर्न उत्तम दिन र श्रृङ्गारको लागि पनि राम्रो दिन मानिन्छ। र आज साना नानी बाबाहरूको रेखदेखको लागि जिम्मा लिन अशुभ दिन हुनेछ। आज उल्लाख परेकोले साह बोलाउने, व्यापार थाल्ने, राब्ने घरको निर्माण गर्नु हुँदैन। आज सह जान सक्छ र आर्थिक कारोबार अशुभ दिन मानिन्छ। आज बेला अग्निदेव भएकोले अग्नि सम्बन्धी पूजा जस्तै अग्नि हवन, यज्ञ, झिन्स्रेक आदि गर्न शुभ मानिन्छ। आज पनि पञ्चक परेको छ। यो पञ्चक हिजोबाट सुरु भएको छ। हिजो 3 गतेबाट आषाढको 3, 4, 5, 6, 7 गतेसम्म पञ्चकको प्रभाव
पर्नेछ। पञ्चकको बारेमा हिजो पनि केही व्याख्या गरिसकेको छ र केही भनिसकेको छु मैले। र पञ्चकमा घर निर्माणका सामग्री सङ्कलनमा वर्जित छ भने दह संस्कार गर्नु परेमा पञ्चकको दोष निवारणका उपायहरू गरेर मात्र दह संस्कार गर्न सकिन्छ भन्दै आज यो 2022 साल असार 4 गते बुधबारको शुभाशुभ फलित यही अन्त गर्न चाहन्छु। बहुजन सुखाए बहुजन हिताए, सद्धर्म चिर शान्ति होस्। सबै लोकमा सुखी होस्, सबै जगत प्राणीमा मङ्गल होस्। भवतु सर्वमङ्गलम। थुचेछे। धन्यवाद।